यो पुरा ढिकी डाँडा भनेको पोखराको यो कुन ठाउँ पर्छ ढिकी डाँडा रहेछ। यस्तो रमाइलो भ्यू रहेछ, यति रमाइलो रहेछ कि साह्रै राम्रो रहेछ ढिकी डाँडा हाइटमा। तल चाहिँ यो के गाउँ रहेछ यो चाहिँ है, तल पनि छ यो भिर रहेछ, यो पिङसिङ पनि छ यता पहरो है। यो ढिकी डाँडा है, भ्यू टावर पनि हुनु पर्यो, भ्यू टावर रहन्छ यो ढिकी डाँडामा। आइयो आज सबैजना भएर रमाइलो भएको छ, रमाइलो छ ठाउँ, रमाइलो छ। सबैजना आउनु होला ढिकी डाँडामा चाहिँ खेल्न हेर्नलाई। हामी पनि दिदीबहिनी भएर आएका हौँ, खाना तिमल सेना छोरी बुहारी समूहबाट आएको हामी ढिकी डाँडामा। तर रमाइलो रहेछ, राम्रो रहेछ है। यो चाहिँ राम्रो यस्तो छ ढिकी डाँडा, ढिकी डाँडा, ढिकी डाँडा यस्तो रहेछ। के हो दिदी ढिकी डाँडा मचाइदिनुको नातिलाई? होइन यो नाति कहाँ हो? ए नाति त नाति नै हो नि कसैको त है। यो चाहिँ घर यहाँ रहेछ, एउटा होटल होला यो सायद, यो यो रिसोर्ट है। स्विमिङ पुल पनि रहेछ यहाँ ढिकी डाँडामा, रमाइलो रहेछ। स्विमिङ पुल पनि छ है। यो चाहिँ यतातिर यो टाढा आएको हामी, यो बाटो यता बसेर परेको ठाउँ रहेछ, रमाइलो रहेछ हेर्दाखेरि मनमोहक डाँडो राम्रो। यो बाटो चाहिँ पऱ्यो डाँडा। पोखरामा यस्ता घुम्ने ठाउँहरू प्रशस्त छन्, हामीलाई कति गए ठाउँ थाहा पनि छैन। यहीँ जन्मिएर हुर्कियो तैपनि यो घुम्ने हेर्ने गरिएको थिएन, अहिले घुम्यो रमाइलो भयो। कस्तो लागिरहेको छ त नि तपाईँलाई ढिकी डाँडा आएर? किन रोक्यो दिदी? रमाइलो लाग्यो, दिदी बहिनी भेटियो हो। अनि किन रोक्यो त नि? भोलि मनोकामना जाने होइन र? जाने हो ल जानु सबै मनोकामना जानु, हामीलाई छोडेर अब दिदी फेरि भेटौँला नि त, फेरि भेटौँला भगवान्ले। ल कस्तो लागेको छ दुर्गा तिमीलाई? रमाइलो लाग्छ, खुसी छौ? हाम्रो तिमल सेना छोरी बुहारी समूह चाहिँ हामी चाहिँ यहाँ अब ढिकी डाँडामा आयौँ, अनि उता हेम्जाकोट गयौँ। अब हामी चाहिँ कहाँ जान्छौँ? सरङकोट जान्छौँ होइन त, सरङकोट जान्छौँ। अनि हामी ठुलाकोट पनि जान्छौँ है। ल रमाइलो छ। दिदी बहिनी कहिले हिँड्न पाउँछ? त्यही त लौ त भने नानी मैले यस्तो छ। ल ल कस्तो लागिरहेको छ मिल्ने तिमीलाई? राम्रो लागेको छ? हजुर, चितवनबाट आएका है तिमलसेना छोरी बुहारी समूहको बुहारी, तिमीलाई कस्तो लागिरहेको छ? कस्तो लागेको छ लक्ष्मी? के छ? मलाई एकदम रमाइलो, मेरो एकदम अग्रज दिदीहरूसँग आमाहरूसँग हिँड्दाखेरि साह्रै रमाइलो। नछुएर पाए हुन्थ्यो जस्तो लाग्यो। गीत आउनु एउटा गीत आउनु। सँगै बसौँ जस्तो लागिरहेछ मलाई है। के गीत गाउनु? सँगै बसौँ न दिदी बहिनी। सँगै बस्नु त बस्ने नि। खोला खोली कति राम्रो गीत गाउँछन् हाम्रो बहिनीले। ल सल्ला धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले बनायो निम्रो घुम्न गइरेर मनाइर सल्ला धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। आज सँगै गाउँ गाउँ बस माया नबोली आज
ल सरङकोट भ्यू टावर होइन त रमाइलो छ सरङकोट है यतातिर हो क्या प्याराग्लाइडिङ पनि गरेका छन् यहाँ चाहिँ है म यता जान्छु है एकछिन है सरी सरङकोटको भ्यू टावरबाट फोटो लिइएको छ पञ्चमुखी गणेश पछाडिबाट पऱ्यो है अब यो यतातिर यता यो सबै होटेलहरू बनाएको यताको जङ्गल है पञ्चमुखी गणेश जानी बाटो मैले चिनिन आउलिन शिव कैलाशमा जानी बाटो मैले देखिन शिव कैलाशमा जानी बाटो मैले देखिन आउलिन शिव कैलाशमा जानी बाटो मैले चिनिन आउलिन स्वर्ग कैलाशमा जानी बाटो मैले चिनिन आउलिन प्रभु सरङकोटमा आएपछि गणेशको मूर्ति आउलिन प्रभु गणेशलाई देखेपछि आयो मनमा फुर्ती आउलिन शिव कैलाशमा जानी बाटो मैले चिनिन आउलिन शिव कैलाशमा जानी बाटो मैले चिनिन आउलिन शिव कैलाशमा जानी बाटो मैले चिनिन भ्यू टावर यो सरङकोट भ्यू टावर है यो चाहिँ गणेशको पछाडि साइडबाट है यो भ्यू टावर यो चाहिँ यहाँको शिव मन्दिर यो चाहिँ भयो सरङकोट भ्यू टावरबाट झर्दै सरङकोट बजारैमा सरङकोट सरङकोट हाय 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 शिव मन्दिर सरङकोट भ्यू टावर कैसा लाया अरे बहन जी कैसा है सरङकोट ल भ्यू टावरबाट पिछ्यालाई जस्तो बस्ने रमाइलो गर्ने यहाँ चाहिँ ल आऊ गणेश पञ्चमुखी गणेश चाहिँ
गेट मेन गेट शरणकोट मेन गेट है पञ्चमुखी गणेश शरणकोटको पञ्चमुखी गणेश शरणकोटमा शिव मन्दिर आज तुवालो लाएर केही त्यस्तो देखिएन साह्रै दृश्य त्यति देखिएन यता चाहिँ टावर माथि चाहिँ टावर कतिजनाले झऱ्यो त नि तिमीहरू धारा आएको नि धारा आएको क्या हाम्रो जन्मस्थल हो ठुलाकोट हामी बाल्यकालमा हुर्केर गरेको चाहिँ ठाउँ हो दसैँमा भैरव तल भैरव मन्दिर घुमौँ है यताबाट दाहिने परिक्रमा गरौँ यता हाम्रो ठुलोकोट भैरव देउता हामी सबैभन्दा यो ठाउँमा ठुलाकोटमा आएछौँ हामी भैरवनाथ रक्षा गरौँ है एउटा दसैँमा दर्शन गरिन्थ्यो हे भगवान् शरणम प्रभु जय भगवान् नारायण हे भगवान् ल ढोका भैरवनाथको जय पैसा चढाएछ त जय भैरवनाथ ल यहाँबाट हेर्दाखेरिमा तल यस्तो यतातिर अब यो तल अहिले चाहिँ पहिला हामी सार्कीय मैदान भन्थ्यौँ अहिले शान्तिको मैदान भनिरहेछन् त्यहाँ बसेका हुन्छन् के अरे कान छेडेका जोगी बस्नुहुन्छ क्या हो ओ अब यतातिर सबै यस्तो छ यहाँ छन् है यति राम्रो छ हाम्रो ठाउँ यति सुन्दर छ भगवान्को पवित्र ठाउँ देवी जय होस् भगवान् है ए अब यस्तो छ ल यस्तो छ ल है ल यो कोट हो ठुलो कोट भगवान् सूर्यनारायण नै त्यहाँ देखिनु भएको छ नि हो ल यो ठुलो कोट हो यहाँ चाहिँ यो शालिग कसको पर्यो यो शालिग कसको होला है यो ए कान्छा ल समाउँदा अब म हिँड्छु तिमीले समाउँदै हिँड ल अगाडि आयो अब तिमी अगाडि अझ अगाडि यहाँ देवी यतातिर देउमाडी गाउँ चाहिँ माथि उक्ला माथि यता यहाँ उक्ला यता यतातिर अब
देउमाडी तल ऊ तलको चिते पानी पल्लो डाँडो तारगाङ याङ्जाकोट यो ठुलो कोट अहिले देखाउन लाएर यतातिर देउमाडी देउमाडी यी सबै चिते पानी त्यतातिर तारगाङ हामी जन्मेको जन्म अनि यो चाहिँ ठुलो कोट है यो देवीको मन्दिर यहाँ त्यहाँ भैरवको मन्दिर भैरवको मन्दिर तल कालिका माता हुनुहुन्छ तल कालिका हुनुहुन्छ कान्छी र जोगी हुनुहुन्छ यहाँ बस्नुभएको कान्छी र जोगीले भैरव भगवानको पूजा गर्नुहुन्छ सधैँ यति राम्रो चाहिँ विकास भइसकेको रहेछ विकास भएको छैन भनेर हरियाली यति राम्रो हाम्रो हामी सानो छँदाखेरिमा हामी यहाँ दसैँमा फुलपाती नजाउँथे होइन अब सबै गर्थ्यो हामी त्यहाँ तल धुवाखोला भन्ने ठाउँमा हामी बस्थ्यौँ जन्मेको ठाउँ हो हामी आउँथ्यौँ यहाँ अनि फुलपाती नचाउँथे अनि हामीलाई रमाइलो लाग्थ्यो फुलपाती भित्राउँथ्यो कोटमा ल्याएर फुलपाती भित्राउँथे अनि हामी त पञ्चौली दिन्थे कालिका मातालाई पञ्चौली दिन्थे होइन अनि त्यो भएर सबै चाहिँ यति राम्रो ठाउँ यति सुन्दर ठाउँ अहिले यति राम्रो विकास भएछ यहीँसम्म गाडी आउने भएछ यसको लागि अब जुन कार्यकर्ताहरूले अब कसले ल्यायो बाटो नेताहरूले होला यिनीहरूलाई धेरै धेरै धन्यवाद अब सबै यहाँका बासिन्दाहरूलाई पनि धेरै धेरै धन्यवाद जन्मभूमिको विकास भएछ धन्यवाद कस्तो रहेछ मायाको यो जालो एउटा फाल्छु अर्को आउँछ गर्दै पालो पालो को भयो र के भयो सबलाई यस्तै भयो 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 को भयो र के भयो ह्याम्जाकोटमा यो चाहिँ सनाई है यो चाहिँ दमाहा होइन ढोलक 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 यो चाहिँ दमाहा रहेछ पञ्चै बाजाको रहेछ यो झ्याली यो चाहिँ नरसिंह यो झ्याली यो दमाहा त्यो सनाई ल सबैजना यी ट्याम्को पनि रहेछ ट्याम्को त्यहीँ ल यात्राको क्रममा बस्यो माया बिस्तारै चरममा आज सँगै बस्यो माया आज सँगै गाउँली बस्यो माया नबोली नारायण घाट छोटो मिठो भयो नि बेटा घाट आज सँगै गाउँ भोलि बस्यो माया नबोली आज सँगै गाउँ भोलि बस्यो माया नबोली यसरी उतार्नु कति राम्रो फुल फुल्यो टाढो कि पनि मलाई लाउँछ कि बाडो कि आज सँगै गाउँ भोलि बस्यो माया नबोली आज सँगै गाउँ भोलि बस्यो माया कि आज सँगै घुम्नु आज सँगै गाउँ भोलि बस्यो माया नबोली तेरा कहाँ जानी आज सँगै गाउँ भोलि बस्यो माया नबोली पहिलाको खानी यो रमाइलो छोडेर कहाँ जानी आज सँगै गाउँ भोलि बस्यो माया नबोली
सँगै कहाँ हो कहाँ बोली बस्यो माया नबोली नबोली आज कसैले रिसराग नराखौँ कसैले आज सँगै कहाँ हो कहाँ बोली बस्यो माया नबोली नबोली बिम्जायो तिम्रो रूपले रमाइलो दिदी बनी बजाइको रमाइलो सल्लाह दुपैले सानो निन्द्रामा बिम्जायो तिम्रो रूपले रमाइलो डिकी डाँडा गर्छौँ रमाइलो सल्लाह दुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले गर्दैछौँ रमाइलो डिकी डाँडा गर्दैयो रमाइलो सल्लाह दुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले के हुने प्रभु यो चाला तिर्सना फोटो खिचाउँ सम्झना बिर्सना सल्लाह दुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले मनी गइदिन्थे
पछाडि ल आउनु त बन्द कोटका भैरव देउता कालिका माई रक्षे गर हामी सबैलाई रक्षे गर हामी सबैलाई कोटका भैरव देउता कालिका माई रक्षे गर हामी सबैलाई रक्षे गर हामी सबैलाई आज हामी कालिका माई रक्षा गर हामी सबैलाई रक्षा गर हामी सबैलाई कोटका भैरव देउता कालिका माई रक्षा गर हामी सबैलाई रक्षा गर हामी सबैलाई माता कालिका आमा म 3 वर्षको हुँदा हजुरको दर्शन गरेँ प्रभु हे माता हे आमा हे जगतजननी अम्बे यो 500 वर्ष पुरानो खिर्वाको रुख है अब यहाँ चाहिँ देवीको मन्दिर छ यो है त्यो दसैँमा फुल्छ यो देवीको मन्दिर माता हामी सानैमा आएर तिम्रो आशीर्वाद लिएको माता अब पनि शक्ति देऊ तिमीमा प्रति भक्ति देऊ आमा होस् यहाँ चाहिँ फेरि यो शालिग चाहिँ यो रहेछ यस्तो रहेछ उहाँको शालिग बनेको रहेछ यो शालिग चाहिँ सुन्नमा आए अनुसार उहाँलाई दिउँसो टट घाम लागेको बेलामा माथिबाट अचानक चट्याङ परेर उहाँको स्वर्गीय भएको रहेछ र उहाँकै नाममा शालिग राखेको रहेछ यो ठुलाकोटमा देवीको मन्दिरमा यस्तो रहेछ सबै है यस्तो रहेछ ल यो चाहिँ यही रहेछ भगवान् शरणम प्रभु है अब त्यो धैर्य गर्नु दिदी धैर्य गर्नुहोस् दिदी धैर्य गर्नुहोस् त धैर्य गर्नुहोस् त्यो गर्ने होइन त्यस्तो गर्ने चामुण्डाय विचे नमः ओम ह्रीं क्लीं चामुण्डाय विचे नमः ओम ह्रीं क्लीं चामुण्डाय विचे नमः ओम ह्रीं क्लीं चामुण्डाय विचे नमः